अनि म साह्रै बिरामी भएको थियो अनि उठ्न बस्न सकेको थिएन। त्यही भएर नगर हस्पिटल गएर राम्रो भएको थिएँ। 4 दिन बसेर पैसा पनि त्यति लागेन, 1000-1200 मात्रै लाग्यो। अनि कस्तो राम्रो सुविस्ता छ त्यहाँ त मलाई एकदम साह्रै राम्रो भयो त्यहाँ। अनि अहिले वर्ष दिन भयो राम्रो भएको चाहिँ, अहिले केही भएको छैन मलाई। यो हो सुन्दर बराह क्षेत्रको सुदूर मधुवन। सुनसरीको बराह क्षेत्र नगरपालिका 11 नम्बर वार्डमा रहेको यस मधुवनमा 8200 नागरिक बस्छन्। भौतिक पूर्वाधारतर्फ खासै उन्नति नभएको मधुवनका स्थानीय स्वास्थ्य उपचारका लागि चाहिँ चक्करघट्टीमा रहेको बराह क्षेत्र नगर अस्पताल धाउने गर्छन्। उपचारकै लागि 17 किलोमिटर टाढा रहेको नगर अस्पताल नै किन जानुहुन्छ? यसको जवाफमा मधुवनवासी भन्छन्, नगर अस्पतालले हाम्रो विश्वास जितेको छ। सुनसरीको उत्तरी भेगमा अवस्थित बराह क्षेत्र नगरपालिका जिल्लाकै ठुलो नगरपालिका हो। क्षेत्री, ब्राह्मण, दलित, आदिवासी जनजाति सहित 92,000 ग्रामीण नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याइ पुर्याउनु यहाँको मुख्य चुनौती ठहर्छ। यही चुनौतीलाई आत्मसात गरेर अघि बढिरहेको छ बराह क्षेत्र नगर अस्पताल। बराह क्षेत्र नगर अस्पतालले सूर्यकुण्डको डाँडादेखि मधुवनसम्म रहेको भौगोलिक विविधतालाई समेत जोड्ने कोसिस गरिरहेको छ। आजभन्दा 6 वर्ष अगाडि स्थापना भएको बराह क्षेत्र नगर अस्पताल पालिकाले आफ्नै अस्पताल सञ्चालन गर्ने क्रान्तिकारी र दूरगामी अवधारणाले जन्माएको सुन्दर फुल हो र यसको श्रेय जान्छ तत्कालीन नगर प्रमुख दिवंगत निलम खनाल, उपमेयर कमला मगर र समग्र नगर कार्यपालिकालाई। नगर कार्यपालिकाले नगर अस्पताल गठन आदेश बनाएपछि नगर अस्पताल सञ्चालनमा आएको हो। सोही अनुसार बनेको नगर अस्पताल व्यवस्थापन समितिको संस्थापक अध्यक्षमा निलम खनाल रहँदा उपाध्यक्ष कमला मगर सहित सदस्यहरूमा अच्युत प्रसाद दाहाल, उमेश प्रसाद मेहता, पृथ्वीचन्द्र भगत, उद्धव प्रसाद पोखरेल, दयाम रेग्मी, कुमार श्रेष्ठ र यशोदा खड्का थिए। तत्कालीन मेयर खनालले औपचारिक उद्घाटन गरेपछि 2076 साउन 1 देखि नगर अस्पतालले सामान्य उपचार हुँदै साउन 7 गतेदेखि 24 घण्टा आकस्मिक सेवा सुरु गर्न थालेको हो। त्यति मात्र त पक्कै पनि पर्याप्त थिएन। अस्पताललाई गति दिनको लागि एक कुशल व्यवस्थापक आवश्यक थियो। नभन्दै व्यवस्थापन सहित नागरिकको स्वास्थ्य उपचारमा खटिए तत्कालीन अस्पताल प्रमुख डाक्टर अनिल गिरी, जसले नगर अस्पतालको प्रसव दिनहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यो प्राइभेट अस्पताल चाहिँ होइन, यसलाई प्रतिष्ठानको कन्सेप्टबाट तयार गरिएको हो। प्रतिष्ठानको कन्सेप्ट भनेको बिपिकेएचएसलाई तपाईँहरू के भन्नुहुन्छ? यो पनि त्यस्तै हो। चक्रघट्टी नेरा घेराका जो सेवाग्राहीहरू हुनुहुन्छ उहाँहरूले मधुवन या चतरा जानुपर्ने जुन अवस्था थियो अहिलेसम्म स्वास्थ्य बिमा कार्यक्रमको सेवाहरू निःशुल्क रूपमा लिनको लागि, त्यसलाई चाहिँ अलिकति समय पछाडि यही बराह क्षेत्र नगर अस्पतालले चाहिँ सेवा चाहिँ प्रदान गर्न सुरु गर्नेछ। टाढाको अस्पताल पुग्नसम्ममा इमर्जेन्सी व्यवस्थापन त पहिला आवश्यक पर्छ। त्यहाँ पुग्ने बेलासम्म पनि त बाँच्नु पर्यो नि। त्यो व्यवस्थापन र त्यो एउटा इन्भाइरोमेन्ट हामीले सुरु गर्नेछौँ। निम्न वर्ग र मध्यम वर्गीय परिवारहरूलाई र जुन यो स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध रहनुहुन्छ उहाँहरू सबैलाई हामीले यही नगर अस्पतालको थ्रुबाट यहाँहरू सबै सेवाग्राहीहरूसम्म चाहिँ हामीले पुर्याउने जमर्को गर्नेछौँ। त्यसो त चक्रघट्टीको अस्पताल पनि अस्पतालै हो र देखि धरान विराटनगर किन जानु, नगर अस्पताल छँदैछ नि सम्मको यो यात्रामा नगर अस्पतालले झेलेका चुनौतीहरू भने कम छैनन्। आज नगर अस्पतालमा आत्मसन्तुष्ट हुने गरी सेवा सुविधा लिने थुप्रै कर्मचारीहरू छन्, तर 2077 ताका तलब खुवाउने मुस्किल रहेको सम्झिन्छन् तत्कालीन नगर अस्पतालका व्यवस्थापन समिति सदस्य कुमार श्रेष्ठ। पेसेन्टहरू कम हुन्थे त्यतिखेर, 10 जना 15 जना 20 जनासम्म हुन्थे। त्यसले गर्दाखेरि डाक्टर साहबहरू नआउने। त्यसकारण हामीले के गर्यौँ भने जति पेसेन्टको पैसा उठ्छ त्यो सबै तपाईँ लाने, आउने जाने खर्च तपाईँको,
हाम्रो काम चाहिँ भनेको खाना खुवाउने चिया नास्ता खुवाउने काम हाम्रो 5,000 रुपियाँ पुगेन भने चाहिँ हामीले चाहिँ बिहोर्थ्यौँ। त्यसपछि त बिरामीहरूको फ्लो बढेपछि हामीले पैसा तिर्नु परेन। 3-4 हप्ता चाहिँ हामीले पैसा बिहोर्यौँ। दसैँको मौकामा हामीले कर्मचारीलाई तलब त दिनु पर्यो। 6 महिनाको तलब दिनुपर्नेमा हामीले 2 महिनाको गरेर कम्ती 5-6 लाख रुपियाँ पैसा पनि हामीले व्यक्तिगत रूपमा दियौँ। तर हामीले पछि रिटर्न त भयो। म सुन्दैछु अहिलेको व्यवस्थापन छ नगर अस्पतालको, त्यो त राम्रो छ। बिरामीको फ्लो अहिले कम्तीमा पनि 300-400 भन्दा बढी नै हुन्छ जस्तो लागिरहेछ। अहिले त एकदमै बिपी कोइराला अस्पताल जस्तै भरिभराउ देख्छु। राम्रै हुनुपर्ने लाग्छ मलाई। यो 6 वर्ष यात्रामा नगर अस्पतालले महेन्द्रनगर, प्रकाशपुर, मधुवन, राजाबास, श्रीलङ्का टप्पू अनि भरोल लगायतका स्थानीयलाई उपचार मार्फत जोड्ने काम त गर्यो नै, अस्पताल ग्रामीण नागरिकको विश्वासको प्रतीक समेत बन्यो। अहिले बराह क्षेत्र नगर अस्पतालले 365 दिन नै सार्वजनिक बिदा र शनिबार समेत गरी बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म बहिरङ्ग सेवा र आकस्मिक सेवा दिँदै आएको छ। त्यसमा 24 घण्टा इमर्जेन्सी, ल्याब, फार्मेसी, फिजियोथेरापी, दैनिक आँखा उपचार, हप्ताको 2 दिन सोमबार र बिहिबार भिडियो एक्सरे र सबै खालका सरकारी सेवाहरू नियमित सञ्चालनमा छन्। आफ्नो मात्र होइन, कहिलेकाहीँ छिमेकी पालिका समेतबाट नगर अस्पतालमा सेवा लिनेहरूको सङ्ख्या अहिले औसत दैनिक 350 भन्दा बढी छ, जबकि स्थापना कालमा पुग नपुग 100 जना पनि हुँदैनथे बिरामी। त्योभन्दा पनि दुःखद चाहिँ स्थानीयले अस्पताललाई विश्वास नै नगर्ने परिस्थिति थियो त्यो बेला। तर आजको दिनमा नागरिकबाट कमाएको अभूतपूर्व विश्वास नगर अस्पतालको अमूल्य पुँजी बनेको छ र यसका पनि 2वटा टर्निङ पोइन्टहरू छन्। पहिलो, जब स्थानीय तह निर्वाचन 2079बाट बराह क्षेत्रको मेयरमा रमेश कार्की निर्वाचित भएर आए, तब नगर अस्पतालले थप फड्को मार्यो। मेयर कार्कीले सुरुमै नगर अस्पतालमा भएको अनियमितता छानबिन हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए। यसले गर्दा कर्मचारीमा मनोबल बढ्यो, सेवा प्रवाह पनि चुस्त हुन थाल्यो। अन्ततः यसबाट नागरिकहरू लाभान्वित भए। यहाँको नर्सहरू, यहाँको डाक्टरहरूबाट मैले पाउनुपर्ने सेवा सुविधाहरू यो हस्पिटलको क्षमता अनुसार र यहाँको साधन स्रोत अनुसारको राम्रो सुविधा पाएँ। उहाँहरूबाट पाउनुपर्ने रेस्पोन्सहरू राम्रो थियो। एउटा डाक्टरले, एउटा नर्सले एउटा बिरामीलाई गर्नुपर्ने व्यवहार राम्रो गर्नुभएको छ। भनिन्छ एउटा उत्कृष्ट डाक्टरले एउटा बिरामीलाई आदि रोग चाहिँ उसँग बोलेरै निको पार्छ भन्ने कला जुन हुनुपर्ने हो त्यो यहाँ मैले पाएँ। हाम्रो यो ठाउँमा यो हस्पिटलले यहाँका स्थानीय मान्छेहरूलाई दिनुपर्ने सुविधा मलाई जहाँसम्म लाग्छ मेरो पहिलोपल्ट अनुभवमा भरपुर दिएको छ भन्ने मलाई लागेको छ। दोस्रो, नगर अस्पताल काया पलेटको महत्त्वपूर्ण टर्निङ पोइन्ट 2079 को असार 30 गते थियो, किनकि त्यो दिन दिवस बिष्ट सहायक व्यवस्थापक नियुक्त भएका थिए। त्यसअघि नगर अस्पतालमा हिसाबमै गडबडी थियो, तर बिष्ट आफैमा लेखा परीक्षक समेत भएको हुनाले उनले हिसाब किताब व्यवस्थित गर्न थाले। अस्पतालको दायित्व भुक्तानी गर्दै आज नाफामा पनि पुर्याइरहेका छन्। एक निजी विद्यालयको प्रिन्सिपल समेत भइसकेका बिष्टमा व्यवस्थापकीय क्षमता त अब्बल थिँदै थियो, त्यसैलाई इम्प्लिमेन्टेसन गराए नगर अस्पतालमा। त्यसको नतिजा आज नगरवासीले देखिरहेकै छन्। हुन त त्यसअघि डाक्टर अनिल गिरीसहित डाक्टर शैलु अर्याल थापा र मोहन प्रसाद सुवेदीले समेत अस्पतालको व्यवस्थापन सम्हालिसकेका थिए। तर टिमवर्कमा विश्वास गर्ने बिष्ट तलब वृद्धि र सञ्चय कोष स्थापना गरेर आजको दिनमा कर्मचारीलाई उत्प्रेरित गरिरहेका छन्। स्नातक तहलाई अध्यापन गराइरहेका उनीमा कानुनको समेत ज्ञान छ र त उनी व्यवस्थापक बिष्टले आज ओ नगर अस्पतालबाट आहा नगर अस्पतालसम्मको यात्रा तय गराएका छन्।
अनुभवी डाक्टर साहबहरू ल्याउने प्रयास गऱ्यौँ। त्यो हामी आउँदाखेरि एकजनाको दरबन्दी भएको डाक्टर साहबमा अरू 2 जना थप गरेर 3 जनाको बनायौँ। त्यसले गर्दाखेरि बिस्तारै बिस्तारै बिरामीहरूले पनि यो अस्पतालमा उपचार हुँदो रहेछ, यहाँ पनि चाहिँ बिरामी निको हुँदो रहेछ भन्ने विश्वास बढ्दै गयो। बिमाले दिने औषधिहरू चाहिँ हामी आउनुभन्दा अगाडि एकदमै औषधि सप्लायरले पनि औषधि दिन छोडिसकेको अवस्था थियो र त्यो अवस्थालाई चिर्नको लागि हामी आफैले सप्लायरलाई बोलाएर तपाईँलाई हामी यो औषधि प्रदान गर्नुहोस्, यस बापतको चाहिँ खरिदको भुक्तानी चाहिँ हामी दिन्छौँ भन्ने विश्वास दिलाइसकेपछि अब उहाँले औषधिहरू पनि पठाउन थाल्नुभयो। त्यसबाट के भयो त भन्दा औषधिहरू पनि मागअनुसार पूर्ति गर्न सक्यौँ। बिरामीलाई मागेको ब्रान्ड अनुसारको औषधि दिनको लागि पनि सफल भयो। बिरामीहरू यहाँबाट धेरै निको हुनुभयो र रेफरल जानेको सङ्ख्या पनि कम भयो। बिरामीहरूको आवश्यकताको आधारमा कर्मचारीहरू थप गरेर यसरी काम अगाडि बढाएको अवस्था छ। ग्रामीण क्षेत्रमा रहेर आज दैनिक 350 भन्दा बढी बिरामीलाई निको बनाउन कसरी सकिरहेको छ त नगर अस्पतालले? यसको जवाफमा स्वास्थ्य बिमालाई समेत लिन सकिन्छ। यो अस्पतालले 2076 मङ्सिर 1बाटै स्वास्थ्य बिमा लागू गर्यो। त्यसबेलादेखि नै अहिलेसम्म यो अस्पतालको सशक्त पक्ष भनेकै स्वास्थ्य बिमाबाट समेत औषधि खरिद गर्न सक्छन् सेवाग्राहीले। त्यस अन्तर्गत बिमा बोर्डले सुविधा थैली अन्तर्गत दिएको आयुर्वेदिक औषधि सहित झन्डै 1100 प्रकारका औषधिहरू डाक्टरको सिफारिस अनुसार निःशुल्क पाइन्छ। त्यसमा धेरैजसोले सुगर, प्रेसर जस्ता दीर्घ रोगीहरूले मासिक रूपमा डाक्टरको सिफारिसमा औषधि निःशुल्क लिँदै आइरहेका छन्। नगर अस्पतालले भाइरल फिभर, डायरिया, निमोनिया, डेङ्गी लगायतका बिरामीलाई सन्तुष्ट हुने गरी उपचार गरिरहेको छ। त्यसका लागि 4 जना मेडिकल अफिसरले ओपिडी सञ्चालन गरिरहेका छन् भने 2 जनाले इमर्जेन्सीमा र फार्मेसीमा 7 जना कार्यरत छन्। त्यसबाहेक हेल्थ असिस्टेन्ट, अहेबर, नर्स, अनमी सहित 63 जना कर्मचारीले आजको दिनमा सेवा दिइरहेका छन्। अहिले चाहिँ बिस्तारै अब हामीले सेवा अपग्रेड गर्दै जाँदाखेरि हामीले मेसिनहरू थप्दै लिएर जाँदाखेरि चाहिँ सुगर, प्रेसर, थाइरोइड सँगसँगै कोलेस्ट्रोलको बिरामीहरू, नियमित फलोअप पाउनुपर्ने मुटुको बिरामीहरू पनि हामीले हेर्न थालेको छौँ। सँगसँगै हामीले यसलाई अझै उन्नति स्तरोन्नति गर्दै हामीले अहिले जेरियाट्रिक भनेको वृद्ध वयस्क बुवाआमाहरूलाई पनि विशेष खालको क्लिनिकहरू सञ्चालन गर्दै उहाँहरूको समस्या पनि समाधान गर्ने कोसिस गरिरहेछौँ भने 15 बेडको वार्ड पनि सञ्चालनमा ल्याएका छौँ। वार्डमा चाहिँ हामीले अब ट्रपिकल डिजिजहरू, नेग्लेक्टेड ट्रपिकल डिजिज भन्छौँ जस्तो खालको रोगहरू, जस्तै तपाईँलाई डेङ्गु, टाइफाइड होइन, स्क्रब टाइफस, निमोनिया, डायरिया, अलिकति सुगर बढेको, प्रेसर बढेको बिरामीहरू पनि राखेर अहिले उपचार गर्दै गरेका छौँ। र यस भेगको जनताहरूलाई अहिलेसम्म बराक क्षेत्र नगर अस्पतालले जुन सेवा सुविधा दिएको छ त्यसमा चाहिँ साधारणतया जनताहरू खुसी नै भएको अवस्था देखिन्छ। अस्पतालमा 9 शय्याको आकस्मिक कक्ष र फार्मेसी भवन सञ्चालनमा छ। त्यसबाहेक भर्ना हुने बिरामीको लागि छुट्टै 11 बेडको व्यवस्था गरिएको छ। हाल अस्पतालले आफ्नै आम्दानीबाट सामान्य शल्यक्रियाका लागि भवन निर्माण गरिरहेको छ भने उपकरणको कुरा गर्दा अटोमेटिक बायोकेमिस्ट्री मेसिन, अटोमेटिक एनालाइजर, केलिया मेसिन, अटोमेटिक HB1C मेसिन लगायतका आधुनिक उपकरणहरू खरिद गरेको छ। सत्ताइस चैत 2081 देखि सुरु भएको नगर अस्पताल अन्तर्गतको आँखा उपचार केन्द्रमा अहिलेसम्म 179 जनाले मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गराएका छन्। त्यस्तै दृष्टिदोष भएका सयौं व्यक्तिहरूले परामर्श पाएका छन्। तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा स्थापना गरिएको यस आँखा उपचार केन्द्रका कारण आँखाका बिरामीले सामान्य चेक जाँच गर्न पनि धरान, इटरी, विराटनगर धाइरहनु पर्ने झन्झट दूर हुँदै गएको छ। नगर अस्पतालका यी सबै सेवाहरूलाई जनप्रतिनिधिले कसरी हेरेका छन् त? बराक क्षेत्र 10 का वडा अध्यक्ष तेज गुरुङ भन्छन्, आज हरेक दिन जस्तो बिहानी पख हजुरहरू नगर अस्पताल जानुहोस्, त्यहाँनिर खुट्टा राख्ने ठाउँ छैन। हामीले कार्यपालिका सदस्य भएको हैसियतले हामीले के गर्न सक्छौँ भनेर हरेक एङ्गलबाट सोचिरहेछौँ र बराक क्षेत्र नगर अस्पताललाई कम्तीमा पनि 50 बेडको सुविधा सम्पन्न अस्पताल, त्यसैलाई सकिन्छ भने ट्रमा सेन्टरको रूपमा परिमार्जन गरेर लानुपर्छ भन्ने हामी उद्देश्यको साथ लागिरहेछौँ। सम्पूर्ण स्वास्थ्य बिमाको सुविधा पनि बराक क्षेत्र नगर अस्पतालमा दिइँदैछ।
जसको कारणले गर्दा चाहिँ विशुद्ध स्वास्थ्य बिमा जति स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत जतिजना जोडिनु भएको छ उहाँहरूले पनि प्रत्यक्ष रूपमा अहिले त्यहाँनिर स्वास्थ्य बिमा सम्बन्धी सम्पूर्ण सुविधाहरू लिएर आफ्नो उपचार गराउन सफल हुनुहुन्छ। 16 पुस 2078 हिमाल खबरमा प्रकाशित एक रिपोर्टका अनुसार बराक क्षेत्रमा 1 वर्षको अवधिमा बेलैमा एम्बुलेन्स नपाएर 6 जना गर्भवती र सिकिस्त बिरामीले ज्यान गुमाएका थिए। तर आज नगर अस्पताल जान नजिकैको दूरीमा समेत एम्बुलेन्सको प्रयोग हुन्छ। केही महिना अघि नगर अस्पतालमा सुत्केरी भएकी बराक क्षेत्र 4 धनपुरीकी एक गर्भवतीले आफूले डेलिभरी गराउन एम्बुलेन्सकै प्रयोग गरेको सुनाइन्। हॉस्पिटलमा एम्बुलेंसमे गेलिए तऽ किछु नजदीके छलै तऽ गेलिए तऽ लेकिन किछु एकदम नॉर्मल भेलै और डॉक्टरनी नर्स पनि सहयोग करलकै साथमे तऽ किछु से जाँचबै लए भी एकदम जाँचाबै लए कहे हम ये सब नहीं जावे मानैत रहिए लेकिन डॉक्टरनी तऽ एकदम अपन फर्ज निभाबै खातिर से जे बीते छै हे वालामे तऽ उ तऽ सहयोगके लागि करबे करै छै। तऽ गर्भवती बेलामे एकदम जाँचबै लए र वीडियो एक्सरे सब चीज एकदम सहयोगके लागि अपनो और बाल बच्चाके लागि कहै छै। अहिलेको व्यवस्थापन समितिमा मेयर रमेश कार्की अध्यक्ष, उपमेयर नन्दकुमारी सुनवार उपाध्यक्ष अनि गणेश बहादुर कटवाल, उद्धव पोखरेल, कपिल आचार्य, तुलसा राई, रत्नबहादुर राहुत, अनु गुरुङ, उमेश मेहता र पृथ्वीचन्द्र भगत सदस्य छन्। पालिकाले आफ्नै अस्पताल सञ्चालन गरेको कमै मध्येको एक उदाहरण हो बराक क्षेत्र नगर अस्पताल। अस्पतालको दूरगामी कदमबारे राजनीतिक नेतृत्व दूरदर्शी भए मात्रै सफल हुन सक्छ। नभन्दै मेयर रमेश कार्की अस्पतालको दीर्घकालीन योजनाहरू बुनिरहेका छन्। एमडिजिपी सहित विशेषज्ञ डाक्टर, डेन्टल लगायतका अन्य सेवाहरू थप गर्ने उनको योजना छ। विशेषज्ञ सेवा हामी शुभारम्भ गर्दैछौँ। कम्तीमा 1 जना एमडिजिपी र हरेक विधाका विशेषज्ञ डाक्टरहरू, बालरोग विशेषज्ञ सेवा, हार्ट जोड्ने विशेषज्ञ सेवा, फिजिसियन सेवा, डायबिटिज क्लब हामी यहाँ खोल्दैछौँ। डायबिटिज क्लब खोलेर उहाँहरूको चाहिँ हरेक कुरामा 15 दिनमा 1 दिन चाहिँ डाक्टर ल्याएर विशेषज्ञ डाक्टर राखेर यो उपचारलाई हामी चाहिँ शुभारम्भ गर्दैछौँ। हाम्रो दोस्रो नेक्स्ट भवन बनिराखेको छ, त्यहाँ हामी कम्तीमा माइनर ओटी यसै ठाउँमा गर्ने हाम्रो सोचका साथ अगाडि बढेका छौँ। र त्यसै गरी दन्त दाँचको चाहिँ उपचारको लागि हामीले सेवा सुरु गर्ने सबै कुरा मिलाइसकेका छौँ। अब बिमाको विषयमा चाहिँ केही कुरा थप गर्नुपर्ने भएकोले अब हामी छिट्टै नै माथि काठमाडौँ गएर यो विषयमा चाहिँ प्रदेश सरकारसँग गएर यो समन्वय गरेर यो हामी अगाडि बढाउने छौँ। कम्तीमा बराक क्षेत्रवासीलाई विशेष गरी स्वास्थ्यको पहुँच चाहिँ नजिकमै पुर्याउने उद्देश्यका साथ हामी यो यसमा लागेका छौँ। एकदम तन मन वचन र कर्मले चाहिँ राम्रो गर्नुपर्छ भन्ने सुझावका साथ लागेका छौँ। र हामी तपाईहरूले जो सोचे अनुसार नै यो नगर अस्पताललाई, छात्रा अस्पताललाई लगायत यहाँ रहेका मधुबन स्वास्थ्य केन्द्र लगायत सम्पूर्ण स्वास्थ्यहरूलाई राम्रो गर्ने सवालमा छौँ। यसको अलावा यो जुन छ यसमा चाहिँ कम्तीमा यहाँ रहनुहुने बराक क्षेत्रवासीले कम्तीमा यहीँ रहेर कम्तीमा एउटा विशेषज्ञ डाक्टरबाट चाहिँ आफ्नो सेवा लिन सक्नुहुनेको लागि हामी लागिरहेका छौँ। नगर अस्पतालले उपचार र परामर्श मात्रै दिइरहेको छैन, सामाजिक हितका सन्दर्भमा समेत अस्पताल उत्तिकै सजग छ। अस्पतालले विगतका दिनहरूमा निःशुल्क डेङ्गी परीक्षण गर्ने, बाढी पहिरो लगायतको बेला घर घरमा गएर निःशुल्क स्वास्थ्य जाँच गर्ने लगायतका काम गरेको छ। नागरिकले अलिक बढी गुनासो गरेको चाहिँ बिरामीको चाप अनुसारको अस्पतालको भौतिक सुधार हुन आवश्यक देखिन्छ भन्ने हो। भलै अस्पतालको मुख्य ध्यान जसरी हुन्छ जति सक्दो हुन्छ नागरिकको विश्वास जित्नुमा छ। त्यसैले त सेवाग्राहीहरू पनि खुसी छन्। लगभगै 80% भन्दा बढी सेवाग्राहीहरू नगर हस्पिटलको सेवा लिइराख्नु भएको छ। किनकि अहिले म पनि सिटी सफारीबाट सेवा पनि दिइरहेको छु र आफूले सेवा पनि लिइरहेको छु। र पछिल्लो क्रममा सबै कुराहरू त्यहाँ नगरले दिनुपर्ने सेवा सुविधाहरू प्राय पाइराखेकै अनुभूति पनि भएको छ। सुगर र प्रेसरको बिमारीहरूको लागि एउटा छुट्टै डेस्क बनाएर सिधै त्यहाँबाट इन्ट्री गर्न साथ उहाँहरूले चाहिँ फास्टिङ दिने व्यवस्था यदि मिलाइदिएदेखि, त्यो एउटा सम्भावना कुराकानीहरू भएर त्यो व्यवस्था मिलाइदिएदेखि अझ
सुगर र प्रेसरको बिमारीहरूले लामो समयसम्म भोक खप्न नसक्ने र त्यो लाइनमा चाहिँ बस्दाखेरि धेरै चाहिँ पीडा शास्ति हुने भएकोले गर्दाखेरि त्यो चिजहरू गरिदिए अझै उत्तम हुन्थ्यो।